नमस्ते नमस्कार सम्पूर्णमा मेरा प्रिय मित्रहरू साथीभाइ आफन्तहरूमा म तपाईँहरूमा आज एउटा सानो भिडियो लिएर आएको छु। आज एउटा सहयोगको लागि सानो सहयोगले गर्दा कसैको ज्यान बच्छ भन्ने हिसाबले चाहिँ मैले तपाईँहरूमा सानो सहयोगको अपेक्षा राखेको छु। मेरो एकदमै मिलनसार साथी भनौँ अथवा पल्टनमा सँगै जागिर खाँदा जोडी भनौँ, उहाँलाई चाहिँ केही महिना अगाडिदेखि फोक्सोको क्यान्सर भएको हुँदा नेपाल आर्मीको छाउनी हस्पिटलमा उपचार गराइराख्नु भएको थियो। त्यहाँ चाहिँ अलि ठिक नभइसकेपछि फेरि अलिकता ठुलो औषधिहरू चलाउनु पर्ने भएको हुनाले चाहिँ उहाँलाई चाहिँ अलिकता आर्थिक समस्या परेको छ अहिले हैन। त्यसैले गर्दा तपाईँ हाम्रो सानो थोपाको सहयोगले गर्दा उहाँको ज्यान राम्रो होस्, उहाँलाई ठिक होस् भन्ने चाहनाको लागि मैले एउटा सानो भिडियो ल्याएर आएको छु। यसमा चाहिँ हजुरहरूले जति सक्नुहुन्छ जहाँबाट हेर्दै हुनुहुन्छ हैन, सेयर लाइक कमेन्ट गरेर उहाँहरूलाई एउटा सहयोगी मनहरूसम्म पुर्याइदिनुहुन्छ भन्ने मैले आशा पनि राखेको छु। अनि मेरो फेसबुक पेजबाट जतिसुकै तपाईँहरूले लाइक कमेन्ट सेयर गरेर जति पैसा आउँछ त्यो पनि उहाँकै लागि दिनेछु मैले सहयोगको लागि भन्ने मैले अपेक्षा गरेको छु, बाचा पनि गरेको छु। उहाँलाई सानो सहयोगको लागि मैले थोरै भए पनि जम्मा गरेर गर्दिनलाई भनेर यो सानो भिडियो हजुरहरूमाथि ल्याए क्षमा चाहन्छु। अनि तपाईँहरूले हेरिदिनु होला, थोरैबाट सहयोग गरिदिनु होला। 1-2 रुपियाँदेखिबाट सहयोग मैले जम्मा गर्ने गरिदिरहेको छु उहाँलाई हैन। उहाँको चाहिँ स्वास्थ्य लाभको कामना छ एकदमै मनदेखि नै हैन, आत्मैदेखि। मसँग त पहिल्यै कन्ट्याक्टमा पनि हुनुहुन्थ्यो। अनि अहिले चाहिँ अलिकता साह्रै गाह्रो भएको हुनाले चाहिँ मलाई अलिकता हेल्प गरिदिनु पर्यो भन्ने भावनाले अनि उहाँको लागि मैले सानो एउटा राखेको छु हजुरमा। स्वीकार दिनु होला, सबैजनाले सहयोग गरिदिनु होला। उहाँको सबै चिज ठेगाना नाम नम्बरहरू सबै हालिदिनेछु म। यति भन्दै आजलाई बिदा चाहन्छु। गुड नाइट। Gracias.